नेपालमा 3 मलाई हेर्ने दृष्टिकोण निकै संकीर्ण छ। 3 म अर्थात् मधेसी, मुस्लिम र मारवाडी। यी 3 समुदायसँग ऊ बेलादेखि नै दृश्य, अदृश्य र गहिरो विभेद हुँदै आएको छ। हाम्रो थर सुन्नासाथ कतिपयको मनमा राष्ट्रियताको सवालमा शंका जाग्छ। देशभक्ति होइन पहिचान सोधिन्छ, योग्यता दक्षता होइन अनुहार नापिन्छ। किन छिमेकी भारत र पाकिस्तानका धेरै प्रान्तका मान्छेसँग अनुहार मिल्यो भनेर, भाषा फरक भयो भनेर, वा इतिहासले सिकाएको संकुचित सोच अझै नफेरिएको भएर। तर विडम्बना के छ भने यही देशमा कसैको अनुहार चिनियासँग मिल्छ, कसैको जापानी वा कोरियालीसँग, कसैको दार्जिलिङ, कालिम्पोङ, आसाम, मेघालय, भुटान, म्यानमार वा काश्मीरका बासीसँग। तर राष्ट्रियतामा शंका चाहिँ सधैँ 3 म माथि मात्र। त्यसैले स्पष्ट छ, समस्या अनुहारमा होइन मानसिकतामा छ। अब कुरा गरौँ क्षमताको। शिक्षा, स्वास्थ्य, व्यापार, प्रविधि, प्रशासन, व्यवस्थापन, कूटनीति जहाँ हेरे पनि 3 म को प्रतिनिधित्व गर्ने विज्ञहरूको यो देशमा कमी छैन। तर नेतृत्व कुर्सी त्यो सधैँ निश्चित समुदाय र राजनीतिक सिन्डिकेटका व्यक्तिहरूको लागि आरक्षित जस्तो। किनकि राजनीतिक खेलाडीहरूलाई थाहा छ, यदि यी महरू नेतृत्वमा आए भने पुराना सिन्डिकेट भत्किन्छ, सत्ता, शक्ति र पहुँचको खेल समाप्त हुन्छ। त्यसैले वर्षौंदेखि एउटै रणनीति चल्यो, प्रयोग गर अनि फाल। कार्यकर्ता बनाऊ, दबाब दिएर चन्दा उठाऊ, तर नेतृत्व नदेऊ, दास बनाऊ। देशको विकास भन्दा पनि आफ्नो घेरा, आफ्नो मान्छे, आफ्नो स्वार्थ, यही चक्रमा राजनीति घुमिरह्यो। तर समय सधैँ एउटै रहँदैन। जनताको धैर्य पनि अन्ततः टुट्छ। त्यहीबाट जन्मिन्छ परिवर्तन, त्यहीबाट आउँछ नयाँ अनुहार। मुलुकको नेतृत्व गर्ने ओहदामा पुग्न सफल बालेन्द्र शाह एक राजनीतिक पात्र मात्र होइन, एउटा संकेत हो। संकेत के को? कि अब जनताले अनुहार होइन क्षमता हेर्न थालेका छन्। तर खेल अझै सकिएको छैन। अब सुरु हुन्छ असली परीक्षा। किनकि म हुनु नेपालमा सहज र सजिलो छैन। मिडियाको एउटा ठुलो हिस्सा अझै पनि निष्पक्ष भन्दा बढी नियन्त्रित छ र त्यहाँ पत्रकारिता भन्दा पनि विभिन्न पुराना राजनीतिक पार्टीप्रति झुकाउ राख्ने सञ्चारकर्मीहरूको पूर्वाग्रह युक्त एजेन्डा बढी बोल्छ। म समुदायप्रतिको साँगुरो सोचले अब हरेक सानो गल्ती ठुलो हेडलाइन बन्नेछ, हरेक निर्णय शंका र व्यङ्ग्यको चस्माबाट हेरिनेछ। किनकि कुरा केवल व्यक्तिको होइन, पहिलादेखि जरो गाडीको धारणाको हो। यदि प्रारम्भिक रूपमा बालेन्द्र शाह सफल भए नेपालका यी 3 म मधेसी, मुस्लिम, मारवाडी प्रति दृष्टिकोण बदलिनेछ। यदि असफल भए पुरानै पूर्वाग्रह झन मजबुत हुनेछ। त्यसैले अबको बहस भावनाको होइन परिणामको हुनुपर्छ। अन्धभक्त भएर होइन, अन्ध विरोध गरेर पनि होइन, होसपूर्वक मूल्याङ्कन गरौँ। बधाई दिन हतार नगरौँ, आलोचना गर्न पनि हतार नगरौँ। कम्तीमा 2 वर्ष हेरौँ, काम, निर्णय र नतिजा। मूल्याङ्कनका लागि यो समय कम हो, तर हामीलाई अब के हुन्छ वा यो सुन्दर राष्ट्र कुन मार्गमा अघि बढ्छ भन्ने अनुभूति भइसक्छ। त्यसपछि मात्र तय गरौँ यो परिवर्तन साँचो थियो कि केवल अर्को भ्रम। साथै यो भिडियोको सामग्री पुरा नसुनी कृपया नकारात्मक टिका टिप्पणी पनि नगरौँ।